मलाई त डर लाग्छ यस्तो कुरामा त म त भन्न नि सक्दिनँ नभन्न नि सक्दिनँ बा केटी मान्छे झन् यसरी बोल्यो भने त मेरो झन् सातै जान्छ बहिनी म यस्तो कुरामा थाहै छैन के हो तपाईँको कसो बिहे भएको छ कि छैन छ नि मेरो बिहे भएको छ मेरो छोरी छ तिमी जत्रै अनि किन डर लाग्नु भएको त अनि तपाईँ त्यत्रो आन्दोलनमा गएर जुत्न त अनि डर लाग्दैन त जब यस्तो कुरा सुन्दा पनि डर लाग्यो तपाईँ अनि मर्दा हो नि त होइन नि मर्द भए पनि के गर्नु दिदीबहिनीहरूले चाहिँ डर लाग्छ भा मलाई त डर लाग्छ किन केटाहरूसँग डर लाग्दैन छोरी मान्छेहरूसँग डर लाग्छ नामर्द भएर नै हुन्छ मर्द भएर त्यसो देखाउनु नभन न त्यसो नभन न हेर न अरे हस् अनि मलाई चाहिँ कहाँ नि तिम्रो घर नानी मलाई फुल पठाउनु भएछ धेरै धेरै धन्यवाद हामी गफ गरौँ न बरु अनि नानीको घर कहाँ नि बहिनी आउनुहोस् रमाइलो गरौँ यो बहिनी